फोटो गाइस आजको मेन हिरो Good morning. Good morning. गुड मर्निङ Good morning from Kathmandu. It's event day. In the कामबाट अब सुरु भएर हो आज चाहिँ पास्ने प्रोग्राम हो गाइस मुक्त छैन मर्निङ ड्याड ल हामी उठिसक्यौँ त्यतिकै हाम्रो काम सुरु भइसक्यो हामी चाहिँ साहिलकोमा आज इभेन्ट छ होइन त बाबु बाबु आज चाहिँ हामी सबैजना फ्यामिलीहरू पनि भेट्नुहुन्छ अनि बाबुको पास्ने भनेर त्यसैको लागि आएको तब सुरु भइसक्यो मुख धोएको छैन अझै पानी जानु लाग्यो टोको टोको गाइस ए यहाँ त मर्निङ मर्निङ हजुर मुखै धोएन बोइज रोको न रोको ए लाम प्याक्स पिसा फेरेर आउँछु भनेको जहाँ ल्याउँदा ल्याउँदा तुरुक्क होला तिमी हिजो छिटो गयो होइन हामी चाहिँ पानी लिनु आएको चार पानी भिडियो भिडियो भनेको यसरी बोल्दै बोल्दै खिच्न मिल्ने फोटोलाई भिडियो भनिन्छ जोस जोस खै बाबु जोस हिजोको रातिको जस्तो जोस लागो लागो ल केटा लागो म नि बोकेरै आउने एउटा भाग मेरोमै छ बाई बाई मुक्तुमा फ्रेस्ट्रेसन गर्छ चेन्ज गर्नुपर्छ अनि त्यसपछि हामी पनि के भन्छ आज गेस्ट प्रिजन हुनुपर्छ पूजा सुरु भइरह कुन्तु उसको फेरि गाला छुनु हुँदैन गाला चाहिँ हाँस्थ्यो हाँस्थ्यो छोटा डन
गच्छामि यावज्जीवं धर्मं शरणं गच्छामि यावज्जीवं संघं शरणं गच्छामि भइरहेको छ पूजा गोइङ अन क्या चाहिए तुम्हें? क्या चाहिए आन्दा जुन चिया खाइदिउँ न त चिया सुरु हान्दिउँ टक्किनु लायो बाबुलाई लुगा सुगा लायो टिका सिका टेस्ट मुखमा टेस्ट कागतीको टेस्ट नुनिलो टेस्ट सबै आज गरायो आजै गराउने हो लुगा टेस्ट अब चाहिँ गाइस सक्यो पास्ने मर्निङ प्रोग्राम अब पार्टी हामीले चेन्ज पनि गरिसक्यौँ अब चाहिँ एक लट ब्याङ्क्युट जाने ल यो ब्याङ्क्युट यो चाहिँ हाम्रो राता मकै चिन्नुहुन्छ होला उहाँको हो रे भन्ने सुन्नुमा आयो ल हाम्रो आजको पार्टी भेन्यू चाहिँ यही हो मैले भ्यान प्याक गरेर हेरेको छु प्यान्ट के भयो खास त अहिले प्यान्टै ल्याएको रहेछ अहिले भन्न लाग्यो यस्तो बहाना लाग्छ प्यान्ट च्याप्टे भयो रेडी भयो हामी निस्किन लाग्यो सबैजना आउनुभएछ पुष्प मङ्गलहरू पार्टी एक लट छिरेर फेरि लुगा लिन लाग्छ सपिङ मान्छे चाहिँ भएर म अहिले फेरि आइसकेँ कि बल्ल म पार्टीमा एन्ट्री भएछु अघि म भएको थिएन आजको मेन हिरो होइन गोले हिरो त्योबाट निकाल्दा त्यो निकाल्ने सिरा जति निस्किन्छ त्यो छिर्दिएको सोल्टा भित्रै पार्टी सकेपछि भित्र छिर्दै के गर्छ सक्यो अब सी यू इन अनदर ब्लग अरू ब्लग चाहिँ के आउँछ अब अपडेट दिँदै गर्छु आउँछ मजाले दामी पारामा यो ब्लग अपलोड भयो भने
हुन्छ हुनै पर्छ देखिन्छ तर त्यस्तो भन्ला आकाशको झरी जस्तै मलाई बाँधेर राखो तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो मेरो प्रेममा आँसु रोक्न कति आफै रोए तिम्रो मुस्कान हेरी म आफै रमाउँथे सोचेको थिए तिमीलाई आफ्नो बनाई मेरा खुसी सारा दिउला पीडाहरू सबै सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन सायद त्यो भाग्यमा तिम्रो साथ लेखिएको छैन कुकुर देखेर डर लाग्छ नयाँ साथीमा उडायो रेलैले उडायो रेलैले उडायो रेलैले उडायो रेलैले एकनाले बन्दुक दुईनाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरिरी रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्छन्